ए बुनु एक गिलास पानी खुवाउ त नानी। दादा ल्यायो पानी बस। खाना पाक्यो? पाकिसक्यो दादा। अरू सब ठिकठाक छ त बुनु? अब खाना पनि पाकिसक्यो। मलाई अब यो डोरी बाँड्न पनि अब सकिन लागेछ। अब त्यो डोरी अब बाँडेर बजार लानुपर्छ, बेच्नुपर्छ। दादा मलाई कहिले स्कुल पढाउनुहुन्छ? स्कुल पढ्ने बुनु? बुनु तिमीलाई त थाहै छ घरमा कति प्रब्लम भएछ। न बाबा हुनुहुन्छ न मम्मी हुनुहुन्छ। म एक्लै कहाँ कहाँ जान्छु काम खोज्न, काम पनि पाउँदैन। अब योहरू बेचेर अब घरको कुनै कामहरू गरेर आएर आउँछ हामीलाई। अब के पढाउनु तिमीलाई बुनु? हाम्रो सपना पनि चकनाचुर भयो, तिम्रो सपना पनि चकनाचुर भयो। अब के पढ्नु बुनु? म पढ्छु दादा, जसरी पनि। मेरो सबै साथी स्कुल जान्छ पढ्नको लागि। अब साथीहरूलाई धेरै पैसा छ, धनी भाउको छोरीहरू होला, धनी भाउको छोराहरू होला, हामीसँग त छैन। अब जे दिएको छ भगवान् यहीमा अब एडजस्ट त गर्नुपर्छ बुनु। के गर्छौ? अब हल्का खानालाई पनि अप्ठ्यारै छ। अब के पढ्छौ? अब मलाई पनि इच्छा छ बुनु तिमीलाई पढाऊ लेखाऊ, तर के गर्नु दैवको लीला आगम। दैवले हामीलाई दुःख दिएको छ बुनु। के पढाउनु बुनु? तिमी चिन्ता नगर, दैवको लीला हुन्छ भने अवश्य तिमीले शिक्षा हासिल गर्नेछौ, अवश्य पढ्नेछौ तिमी। भगवान्ले देश देओस् मलाई, कुनै काम लगाइदियोस्। तिमीले पढाउँछु बुनु। अहिले तिमी हतार नगर, अवश्य पढाउनेछौ तिमीले। होइन दादा, म जसरी भए पनि म पढ्छु। मलाई पढाइदिनु, स्कुल हालिदिनु न दादा। तिमी नानी कसरी सम्झाऊ म तिमीलाई? आफ्नो जस्तो त तिमीलाई बन्न दिन्न। अवश्य पढाउनेछु तिमीलाई। अहिले जाऊ खाना पस्क ल, भोक लागेछ, यत्रो बेर पनि भइसक्यो। जाऊ। के भन्नु? अब बुनुले भनिरहेछ पढ्छु, अब कहाँबाट पढाउनु? एक त यो खानाले पनि धौधौ परेछ, काम पनि पाइरहेको छैन, जसो तसो गुजारा भइरहेछ। अब कहाँबाट पढाउनु? के भयो रामबहादुर? ए कोमल दाइ, आउनु आउनु, बस्नु बस्नु, यहाँ बस्नु न, बस्नु दाइ। के भयो? निकै चिन्तामा डुबेछ त तिमी त। के भन्नु दाइ, हाम्रो त चिन्तैको जिन्दगानी नै छ। अब सानै उमेरमा कहिले उमेरमा आमा बुवाको माया पनि खोसी। अब हाम्रो घरमा त प्रब्लमै प्रब्लम भइरहेछ। के भन्नु? के पर्यो त्यस्तो समस्या? के भयो तिमीलाई भन न। अहिले अब पेट गुजारा चलाउनलाई पनि दुई घाँस खान्छु भने त्यो मतलब अन्न पनि छैन। अब त्योमा एउटा थुप्री बहिनीले भनिरहेछ पढ्छु अरे, कहाँबाट पढाउनु दाइ? अब बरै टेन्सन भएको छ। के भन्नु? अब खानालाई अब जसो तसो ल्याउँछु म, काम पनि पाइरहेको छैन मलाई। के भन्नु? ओभर टेन्सन परेछ। अब बहिनी भन्छ पढ्छु पढ्छु, नानी छ। ल ठिकै छ, चिन्ता नगर। काठमाडौँमा मेरो एकजना चिने जानेको मान्छे छ, धेरै धनी छ। हजुर। तिम्रो बहिनीको पढ्ने इच्छा छ, हजुर। त्यो समस्या म तिमीलाई हल गरिदिन्छु, हुन्छ? साँच्चै के भन्नुहुन्छ दाइ? म कुरा गर्छु एकचोटि, होइन? उसलाई एउटा मान्छेको खाँचो छ, हजुर। मजासँग पढाइ लेखाइदिन्छ, अनि अलिकति शान्तिमा घरको कामहरू पनि हजुर हजुर गर्न तयार छ हजुर। जस्तै कि यहाँ तिम्रो मलाई पनि जानुपर्छ काम गर्न हजुर, म पनि जान तयार छु। जस्तै यहाँ घरमा काम गर्छ नि, खानासाना पकाउँछ, लुगासुगा हजुर हजुर, आउँछ आउँछ मेरो यस्तो गरिदिन्छ, होइन? अनि मजाले पढाइदिन्छ तिम्रो बहिनीलाई, चिन्ता नगर। हजुर 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 त देउता समानको मान्छे। होइन होइन, डराउनु पर्दैन। मैले मेरो कर्तव्य मैले हेल्प गर्नु पर्यो, मैले त्यही हो। तिम्रो बहिनीलाई चिन्ता नगर, होइन? मजाले म धिक्कार्दै थिएँ, आज म भगवानमा साक्षात् भगवानमा तपाईँमा देखेँ। ल ल भइगयो, म धेरै धेरै धन्यवाद हजुर। तपाईँ म कुरा गर्छु अनि म तिमीलाई भेट्छु त्यसपछि। हजुर कहिले भन्नुहुन्छ मलाई यो कुरा? म सकेसम्म आजै उता फोन गर्छु, होइन? हजुर। भोलितिर आएर सायद म फोन गरेँ भने तुरुन्तै आउँछ। एकदम खाँचो छ उसलाई, होइन? हजुर। आउँछ अनि तिम्रो बहिनीलाई लिएर जान्छ। हजुर हजुर, मलाई यो कामलाई मिलाइदिनुहोस् हजुर। मलाई पनि यो काम लाग्छ भने मलाई पनि ल्याइदिनुहोस् हजुर। मलाई धेरै उपकार हुन्छ हजुर। ल तिमी चिन्ता नगर, म अहिले जान्छु, होइन? म खबर गर्छु उता। ल हस् हस् हजुर। पानी सानी खाएर त जान्छ? होइन ठिकै छ, म भर्खर खाजा खाएर आएको, होइन? तिमी बस, म तिम्रो समस्या हल गरिदिन्छु। ल हस् हजुर, नमस्कार हजुर।
अब त खुसीको कुरा सुन्न पाएँ मैले। अब बुनुले पनि पढाउन सक्छु म पनि। ए बुनु, हजुर। यता आऊ। खाना पस्किसक्यौ? यता आऊ। एउटा खुसीको कुरा भनौँ? अति नै खुसीको कुरा। भन्नु। तिमी त पुरै दङ्गै हुन्छ यो कुरा सुनेर। ल भन्नुस् न त। अब तिमीलाई पढाउने कुरो पनि मिल्यो, त्यो पनि यता च्यानचुने सहरमा होइन, काठमाडौँमा। मेरो बुनु अब काठमाडौँमा पढ्छ। यो गाउँको मान्छे पनि गएको छैन काठमाडौँ पढ्न। तिमीलाई काठमाडौँ पढाउँछु। अब तिम्रो दाइ छ नि, चिन्ता नगर न। जति पढ्छौ नि त्यति पढाउँछु म तिमीलाई। अब नरुनु ल। ल घरमा जे जति हुन्छ काम म एक्लै गर्छु। तिमीलाई म काठमाडौँ पठाउँछु। यो एकजना दाइ आउनु भएको थियो, उहाँ कुरा गर्नुहुन्छ साँझमा, अनि भोलि बिहान भन्नुहुन्छ। अनि तिमीलाई उतै पठाइदिन्छु पढ्नलाई। खुस त छौ? अति नै पस्किसक्यो खाना? त मलाई पनि। तिमी खायौ? खाइसक्यौ? म पनि जान्छु अब। बुनु, हजुर दादा। कहाँ छौ? बुनु, पानी खुवाऊ नानी, पानी पानी। मलाई धेरै तिर्खा लाग्यो। ए बुनु, हजुर दादा। पानी खुवाऊ त नानी। बन्चहरू कहाँ राखेछौ नानी? यही कुखुराको खोलमा। कहाँ छ त? यतै छु दादा। कसैले मागेर लगेछ? दाउरा चिर्नु थियो। कहाँ? खोइ मलाई त थाहा छैन। यही राखेको थियो? अनि त मलाई याद पानी ल्यायो? हजुर। ल भान्सा पनि भन्यो होला होइन? रामबहादुर। एहे कमल दाइ। म उता कुरा गरेँ होइन, गरिदिनु भयो? अहिले हिँड्नुपर्छ तिमीलाई आजै? बहिनीको त्यो लुगाहरू के छ होइन, सबै पोका पार। म अहिले लिएर जान्छु, आउँदैछ त्यो मान्छे। पर्दैन क्या, म बाटोमा खुवाइदिन्छु, मेरो घरमा खुवाइदिन्छु। त्यो कपडाहरू के छ त पोका पारेर गर, म अहिले लिएर गइहाल्छु। आउँदैछ मान्छे। आजै लिएर जानु छैन? एकदम हतार छ उसलाई के। छिटो जान्छ होइन बुनु? जान्छ होइन मसँग? ल हिँड। बुनु तिमी तयारी गर त। तिमी लुगा सुगा जति छ नि तिमी पुरै प्याक गर। ल छिटो प्याक आजै लानुपर्छ। म बस्दै गर्छु यहाँ। बस्दै गर्नु तपाईँ। म पनि तिमी पनि सघाइदिउ न, बहिनीको त्यो लुगाहरू खोजिदिउ। नानी भयो, छिटो गर, फेरि गाडी छुट्ला। दादा। ल आयो। ल हिँड। सबै सामानहरू लियो, सबै लुगा। ल ढिलो हुँदैछ, अलिक छिटो गर। बाटोसम्म म पनि छोड्छु। ल भन्छु तपाईँको घरसम्म। तर मेरो बहिनीलाई ख्याल चिन्ता गर्नु पर्दैन, तिमी ढुक्क भएर बस क्या। नहोस् क्या, ढुक्क भएर बस। अब गरिब राम्रोसँग राख्यो। तिमी चिन्ता नगर बुझ्यौ। त्यही त हाम्रो घरमा अब गरिब भए तापनि कुनै प्रकारको कष्ट ढुक्क भएर तिमी बस, एकदम चिन्तै गर्नु पर्दैन। अलिकता पनि चिन्ता नगर्नु बुझ्यौ। आफ्नै घर छ, आफ्नै मान्छे छ यहाँ बुझ्यौ। बुझ्नु उठ तिमी आफ्नो ख्याल गर्नु, त्यो सामान उठाउ ल। जे जति छ कसैले म यसमै हालिदिएछु बुझ्यौ। चिन्ता नगर्नु। चिन्ता गर्नु पर्दैन, तिमी नरौ के, चिन्ता गर्नु पर्दैन। म विश्वास गर न मसँग। एक बहिनी मेरो बाबा पनि हुनुहुन्न, आमा पनि हुनुहुन्न। चिन्ता नगर के तिमी, एकदम बहिनी भएको कोही छैन संसारमा। ढुक्क भएर बस्ने तिमी, चिन्ता नगर। म बेला बेलामा तिमीलाई भेट्न आइरहन्छु बुझ्यौ। तिमीलाई खबर दिइरहन्छु बेला बेलामा। ल हिँड बुनु, हिँड जाऊ बुनु। तिमी ढुक्क भएर बस, चिन्ता नगर ल। ए बुनु, हजुर दादा। अब के भन्नु, तिमी यहाँ जानु बुझ्यौ, राम्ररी बस्नु। आफ्नै दादा हुनुहुन्छ। म टाइममा हुन्छ भने कोहीसँग म फोन पनि गर्छु तिमीलाई बुझ्यौ नि। हजुर मलाई भेट्न आउनुहोस् है दादा। तिमीलाई एउटा कोसेली पनि थियो होइन, तिमी आफ्नो बाटो खान्छ, यो पैसा हो, यति पैसामा जोगाएर राखेको थियो होइन। राख न तिमी राखिहाल बुझ्यौ। तिमी जे खानु मन लाग्छ खाइहाल्नु, मसँग यति नै थियो। राम्ररी बस्नु ल। उहाँ आफ्नै मान्छे हुनुहुन्छ, केही कष्ट पऱ्यो भने म तिमीलाई फोन गरेर सोधिरहन्छु। पढ्नु तिमी
अब तिमीले भनिरहेको थियौ म जान्छु पढ्छु तिम्रै करियरको लागि त म यति गरिरहेको छु। तँलाई इच्छा लाग्छ आफ्नो दिलको टुक्रा आफ्नो कलेजीको टुक्रालाई जानु अरूको घरमा, कसैको इच्छा हुँदैन कि। अब के गर्ने, तिम्रै करियर बनाउनलाई पढाउनलाई यति गरिरहेको छु। मलाई कहाँ मन छ तिमीले पठाउनु समयमा। जाऊ तिमी ल दाइ तयार गर्नु ल जाऊ तिमी राम्ररी जाऊ ढिलो पढ्नु ल हुन्छ। राम्रो पढ्नु। हे भगवान अहिलेसम्म यो उयो गरेको छैन, बढाइदिसकेको छैन। त्यत्रो भाडा कुरा कसले मस्काउँछ? दिदी हुँदै छ एकैछिन है। यत्रो बेर लाग्छ यो बढाउनु पर्ने। उयो भाडा कुरा छिटो गरेर मस्काउने, छिटो छिटो गर्ने। अझैसम्म पनि धोएको छैन, त्यत्रो लुगा धुनु छ। तेरो बाउले धुन्छ? धुन्छु दिदी धुन्छु छिटो छिटो मस्का, त्यत्रो लुगा धुनु छ। दिदी भाडामा अझै दिइसके। यही हो भाडा मस्काको? ल के छैन राख्दै, अब जाऊ यो लुगा धुवा। दिदी मेरो पढ्ने बेला भइसकेछ। तिमी पढ्नु आएको हो कि यहाँ काम गर्नु आएको हो? पढ्दैन के हेरेको? जाऊ न लुगा धुव। होइन पढ्ने बेला भइसक्यो दिदी। तिमी यहाँ काम गर्न आएको कि पढ्न आएको भन त? धेरै तिमी मुखमुखे लागिरहेको छु। जाऊ जाऊ छिटो लुगा धुव। कहाँ जान लागेको? पढ्न जान आँटेको। पढ्दैन पढ्नु सर्नु। एक्जाम आइसकेछ। पढ्दैन भनिरहेको छु बुझ्दैनस्? यहाँ रोइ धोइ चल्दैन बुझ्यौ? दादाको सपना कति रोकेकी छु मैले। अब दादाको सपना कसरी पुरा गरौँ? मलाई त धेरै मेहनत गर्नुपर्छ। दिदी त पढ्नै दिँदैन। अब म के गरौँ भगवान्? हे भगवान् म छिटो यो काठमाडौँबाट गइहालोस्, एउटा राम्रो ठाउँमा बसेर म पढ्न पाओस्। भगवान् मेरो मद्दत गर्नु। भगवान् हे शिव भगवान् मेरो मद्दत गर्नु।